काफल अब पाक्न लागेको छ। अब भर्खर पाक्न सुरु भएको रहेछ। रातो रातो एउटाले त रातो रातो दाना देखिएछ। अब बल्ल अब चैत पनि जान लाग्यो। अब पाक्न लाग्यो जस्तो रातो रातो देखिएछ बल्ल। हेर्नु भर्खर बल्ल रातो रातो हुन लाग्यो। ल हेर्नु साथीहरू, हाम्रो एउटा काफल छ, त्यही पनि कहिले हो कहिले पाक्ने त। ल हेर्नु काब्रोको रुख, यो हो काब्रोको रुख। काब्रो, यसलाई हामीले काब्रो भन्छौँ। काब्रो घाँस सब्जी खान नि हुन्छ, चटनी खान, जे खाए नि हुन्छ यसको। अब यसको पात झर्ने बेला भयो। पात झरेपछि फलाएपछि चटनी खाने, तरकारी खाने, घाँस काट्ने, जे गरे नि हुन्छ है यसलाई। कागती, यो सबै कागती, यो चाहिँ टिमुर। कागती कागती 120वटा बुट्टा लगाएको छु। कागती 3 वर्ष भयो कागती लगाएको। फल्न लागेछ, फुलेछ पोहोरदेखि। यो चाहिँ टिमुर हो। टिमुर पनि 3 वर्ष भयो, पोहोरै फलेको, असम्मी फुलेछ। हेर्नु 120वटा बुट्टा लगाएकोमा कागती, कोही चाहिँ बिरुवा ठुल्ठुलै छ, कोही चाहिँ सानो सानो छ। के नमिलेर हो यस्तो भएको। यो असम पनि फुलेछ, पोहोर नि फुलेथ्यो, फलेथ्यो। यता टिमुर, यो चाहिँ यो पनि टिमुर फुलेछ। हेर्नु मेरो कागतीको बिरुवाहरू, हेर्नु कागतीको बिरुवा मैले रोपेको कागतीको बिरुवा है साथीहरू। यो कागती फलेर फुलेर फल्दाखेरि सम्पर्क गर्नु होला है साथीहरू, कागती चाहियो भने। हेर्नु के धेरै लगाएको छु कि। ल हेर्नु मेरो कागतीको बिरुवा कस्तो लाग्छ हजुरहरूलाई। मैले रोपेको कागतीको बिरुवा कस्तो लाग्छ हजुरहरूलाई, लाइक कमेन्ट गर्नु है साथीहरू। राम्रो भए राम्रो भनिदिनु, नराम्रो भए नराम्रो भनिदिनु है साथीहरू। लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनु। राम्रो लाग्छ भने राम्रो भनिदिनु, राम्रो छैन भने राम्रो छैन भनिदिनु। म सुधार्ने मौका पाउन सक्छु। ल मेरो कागतीको बिरुवालाई हेर्नु साथीहरू कस्तो लाग्छ।